अहिलेका मन्त्रीहरू केही मन्त्री चाहिँ राम्रो छन् हैन, केही मन्त्री त कस्ता निकम्मा नै भन्यो होइन, अब त्यो नराम्रै भाषा होला, तर निकम्मा पठाइएछ, कस्तालाई छानिएछ, कस्तोलाई समर्थन गरिएछ जस्तो लाग्न थालिसक्यो। तपाईँलाई लाग्छ लाग्दैन? मलाई लाग्न थालिसक्यो। अहिले छोटो समय होला, हुन पनि हेरौँ, यिनीहरू काम गर्न गएको भन्दाखेरि हलो अड्काउन गएको जस्तो देखिन्छ। मुख्य कुरा त भ्रष्टाचारको कुरा हो। भ्रष्टाचारको नामै लिँदैनन् कहिले पनि। 5-10 वर्षपछि चाहिँ हुनसक्छ भन्छन् होइन। अनि त्यो जेनजीको आन्दोलनको कुरा त्यो पनि छैन। खालि जतिखेर चुनाव दिनमा एकचोटि यी जो मन्त्रीहरूले चुनावको नाम लिएर आउँछन् हेर्नुहोस्। अनि भ्रष्टाचार नियन्त्रण गर्ने आइडिया के हो, कसरी गर्न सकिन्छ भनेर मान्छेले युट्युबबाट आइडिया दिइरहेछन्। सबैलाई थाहा छ, सुशीला कार्कीलाई त कुरै नगरौँ, आइडिया दिइरहेछन्। जस्तो अनिल केशरी शाहले अस्ति देख्नु भएको थियो, डिमोनेटाइजेसन गर्ने कि होइन, यो नोटबन्दी हुन्छ नि त। अब घरबाट पैसा चल्याछन्, त्यो घरमा गएर छापा हाने त के पैसा ओरिजिनल हो कि डुप्लिकेट हो कि त्यो छान्ने कि छैन। 1 महिना बितिसक्यो, चाहिँ छैन। लाज पनि लाग्न पर्ने हो अलिकति। हुन त लाज त हुन के लाग्नु, यो आन्दोलन गरेर गएको भए पो लाग्नु, केही त गरेको छैन, त्यतिकै चिठा परेर गएका हुन्। तर पनि होइन, मैले सबैलाई भनेको छैन है, ती जुन मन्त्री देख्नु भएको छ राम्रो काम गर्ने पनि छन्, तर जुन अहिले गृहमन्त्रीको कुरै गरौँ, अचम्म छ बा। मुख्य त सुशासन ल्याउने तिनले हो त। न यताको पक्राउ गर्छन्, न उताको पौडा गर्छन्। जुन 76 जना मान्छे मरेका बाबुआमाले किरानी जाहेरी दिन जाँदाखेरि लिँदैनन् फेरि। तिनीहरूको अस्ति नैदेखि जाहेरी दिन खोजिरहेको थियो, लिएनन् यिनले। अब अहिले आज एमाले आएपछि हतार आउने भएपछि अझ सल्लाह पनि हुनसक्छ कि यिनीहरूको खै के हो होइन। एमाले आज दिने आएपछि हिजो त्योभन्दा अगाडि चाहिँ यो जाहेरी लिएको देखिन्छ। त्यसो हुनाले यस्तो तरिकाले चल्दैन हेर्नुहोस् होइन। अलिकति राम्रो काम गर्नुपर्छ, यो सबैले देखेका छन्। अब 1 महिना हो, 1 महिना कुरौँ, म चाहिँ 1 महिना कुर्नेमा छु होइन। तपाईँ चाहिँ कस्तो लाग्छ आफ्नो विश्लेषण राख्नु होला। अहिले हतार गरे कि भन्ने पनि लाग्छ मलाई, लाग्नलाई चाहिँ। तर पनि मैले चाहिँ यो सहन चाहिँ सकिनँ, किन भन्दाखेरि होइन, छिटो आएको हो नि त, छिटो गर्न पनि सकिन्छ नि त। पुरै अधिकार, पुरै नेपाली जनताको समर्थन छ, पुरै पार्टीकै पनि समर्थन छ, जेनजीहरूको त छँदैछ। अनि यत्रो भएपछि उनीहरूलाई के कामले रोकेको छ?